Okay, so namaste everyone है हाम्रो हिल्सको ट्रिप भएर चाहिँ we headed towards Dharan and some debate भयो सबै भयो everything was done रमाइलो भएको थियो just है for the first time सुकेन र मेरो extended familiesहरु चाहिँ भेट भएको थियो so yeah it was fun रमाइलो भएको थियो रमाइलो बादमा मेरो बुढोको family चाहिँ they are very talented musically What's up guys, I'm Hiron. Welcome back to the channel. I'm still Dharanमै छ Day I don't know. आज चाहिँ भर्खर उठेको म चाहिँ अनि 10 बजिसकेको छ जस्ट तर रमाइलो भइरहेछ धरानमा अहिलेसम्म त सफा भएछ अलिकति पहिला भन्दा तर घरहरु चाहिँ टन्नै भएछ यहाँ घरहरु पनि त्यो चाहिँ जाउ भएछ घर त डेन्जरै वाइल्डै भएछ पहिला त चौरीहरु थियो अहिले त घरै घर तातै घर यो चौरीहरुतिर हामी फुटबल खेल्थ्यो बेलुका बेलुका कुकुरहरुलाई वकमा लान्थ्यो बेलुका इभिनिङतिर अहिले त घरै घर बाटै बाटो पिचै पिच एनीवे त्यो सबै कुरा छोड्दिम कि तल जाम Yes, Hiron, right? You want to see? Yes. Come on. Hey. Sukutit. They are all my worker. के छ तपाईको हाल खबर मेरो ठिक छ फिट एन्ड फाइन निरीक्षण गर्न आएको ड्याडी सुकुटी यसरी बनाउनु पर्छ हिरोन यो अचार यो डगीलाई यो एक्स्ट्रा उब्रेको यतिमा यो काट्ने हो मामा आज यो नरिवलको बोलाउनु नि त भैयालाई अहिले म बजार जाउँला आगो बोले मामा ओके फाइनली जुन कामले आएको थियौँ हामी त्यो काम सबै भएर चाहिँ we finally got some time to ease ourselves oh गुन्द्रुक धेरै त खिच्न योपालि मैले धरानको चाहिँ तर नेक्स्ट टाइम आउँदाखेरि चाहिँ डेफिनेटली खिच्छु है अलिक धेरै ठाउँ देखाउने तरिकाले यो बेला एकदम थाक्यो कि यताउता कुदेर त्यो बेला एनिवे आफ्टर दिस हामी चाहिँ लाग्यौँ काठमाडौँतिर काठमाडौँ चाहिँ स्टेट फर डे हामी जस्ट बौद्ध मात्रै गयो होला काठमाडौँ चाहिँ guys, so I would say we are almost at the end of our trip, right? And आज बेलुका फ्लाइट छ back to Hong Kong. We had such a wonderful time. Overall भन्नुपर्दाखेरि यो पालिको छुट्टी चाहिँ just एकदमै रस भए पनि it was a good one. It was our first time traveling with both of our kids अनि हामीले सोचेको भन्दा चाहिँ एकदमै सजिलो भयो भनौँ न. We had like हामीले चाहिँ अलिकति गाह्रै हुन्छ होला सोचेको थियो तर रनिङ यो सच अ गुड किड याबी जति दुःख दिन्छ भयो त्यति दुःख दिएन याबीले पनि सो या भरे बेलुका फ्लाइट छ 9 PM मा एन्ड so there guys thank you for watching this video guys and until next time keep smiling stay humble and stay safe see you in the next one peace nigga I built myself up nigga I built my wealth up always coming like that belt up style of move niggas got stealth